के तपाईँहरू पनि हाम्रो भिडियोमा फुल्ली पन्जाबी स्टाइल चिज एन्ड बटर लोडेड खानाहरू ट्राई गर्न चाहनुहुन्छ देन यो ब्लग स्पेसली तपाईँहरूको लागि रहेको छ। अनि ब्याकग्राउन्डको सिन हेरेर तपाईँले त गेस गर्नुभयो होला कि आज हामी कहाँ आइसकेका छौँ। यस, आज हामी आइसकेका छौँ बिकज वान अफ दि मोस्ट एन्ड युनिक स्टाइल पन्जाबी रेस्टुरेन्ट जुन रहेको छ शेरे पन्जाब। अनि यसको लोकेसनको कुरा गरौँ भने यो होटल मकालको एकदम अगाडि लोकेटेड रहेको छ। अनि यसका साथ डिफ्रेन्ट टाइप्स अफ फुडहरू पनि एभाइलेबल रहेको छ जुन एफोर्डेबल प्राइसमा रहेको छ। अनि यो हुनुहुन्छ यहाँको ओनर गाइज, एकदमै उहाँ हम्बल एन्ड काइन्डनेस मान्छे हुनुहुन्छ। अनि यसका साथ तपाईँहरूले निट एन्ड क्लिन इन्भाइरोमेन्टको व्यवस्था पनि पाउन सक्नुहुनेछ। ब्लग सुटिङ गर्ने क्रममा मैले भेट गरेँ सदाम दाईसँग। उहाँ लभको बिमारी भन्ने गानाको सिङ्गर एन्ड एक्टर पनि हुनुहुन्छ र उहाँसँग भेट गर्दा मैले थाहा पाएँ उहाँ त 20 नम्बर वार्डको वार्ड अध्यक्ष पनि हुनुहुन्छ। सो उहाँसँग कुराकानी गर्दै मैले आफ्नो फुडको अर्डर पनि दिएँ। फाइनली द वेट इज ओभर, हाम्रो खाना यहाँ आइसकेको छ। सो मैले अर्डर गरेको थिएँ फुल्ली चिज लोडेड आलु पराठा एन्ड भेज बिरयानी। हेर्नमा त एकदमै टेस्टी डिलिसियस एन्ड यमी लागिरहेको छ। विदाउट वेस्टिङ एनी टाइम मैले ट्राई गरेँ यहाँको फुल चिज लोडेड आलु पराठा जुन खानामा एकदमै घरको स्वाद जस्तै टेस्टी एन्ड मिठो थियो। देन मैले ट्राई गरेँ यहाँको भेज बिरयानी जुन खानामा एकदम टेस्टी यमी एन्ड डिलिसियस थियो। देन मैले ट्राई गरेँ यहाँको रायता जुन खट्टा मिठा स्वादको साथ एउटा न्यू फ्लेभर एड गरिरहेको थियो। सो मलाई यहाँ खाना त एकदमै मन पर्यो एन्ड देन म तपाईँलाई रिकमेन्ड गर्छु एकचोटि स्योर यहाँ भिजिट गर्नु होला अनि ट्राई गर्नु पन्जाबी स्टाइलको फुल चिज एन्ड बटर लोडेड खाना। सो यहाँसँग हामी बिदा लिँदै भने नेक्स्ट टाइम स्योर आउला अनि ट्राई गर्नु होला डिफ्रेन्ट टाइप अफ फुडहरू। सो तपाईँ पनि एकचोटि स्योर भिजिट गर्नु होला। तपाईँलाई यो भ्लग कस्तो लाग्यो एक लाइक स्योर गर्नु होला। हामी फेरि मिल्छ तपाईँहरूलाई नेक्स्ट भ्लगमा।